सर्वप्रथम त म हाम्रो एसपीए कलेजको लाइनका सम्पूर्ण घर धनीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु र म उहाँहरूको अध्यक्षलाई पनि यसमा धन्यवाद दिन चाहन्छु उहाँको पहलमा र त्यसमा केही पहलहरू हामी सबैले नगरवासीहरूलाई पहल गरिराखेका छौँ। अहिले 7वटा बाटो आरयुडिपीको क्षेत्रीय शहरी विकासकोमा 11 किलोमिटरको बाटो छ। त्यो 11 किलोमिटरको बाटोमा हामीले धेरै चरणको गर्दा पहिले पनि सहमतिकै आधारमा हामीले ती सडकहरूलाई हामीले छनौट गरेर पठाएका थियौँ र अहिले अब पूर्ण रूपमा टेन्डर भएर पहिलो चरणको कामहरू अब आजदेखि चाहिँ कालिका निर्माण व्यवसायी सङ्घ धनगढीमा पुग्दै हुनुहुन्छ। पुगेपछि उहाँले क्याम्प सुरु गर्नुहुन्छ र अनि काम पनि थालनी हुन्छ सुरु हुन्छ र उहाँले जुन किसिमको वास्तवमै सहयोग गरेर जुन अहिले जति पनि अहिले हामीले 5-7वटा घरको दिवालहरू तोड्यौँ उहाँलाई म हृदयदेखि धन्यवाद दिन्छु र धनगढीको महानगरपालिकाको तर्फबाट पनि हामीले उहाँलाई सम्मान गर्ने कार्यक्रम पनि हामी राख्ने तयारी गर्दैछौँ र हामी तुरुन्तै सम्मान पनि गर्छौँ र किनभने यो विकासका लागि हामी सबै जबसम्म तयार हुँदैनौँ जनप्रतिनिधिले मात्र चाहेर अथवा सरकारले मात्र चाहेर सम्भव नहुने कुरा हो। त्यसैले हरेक नागरिकले यही तरिकाले हामीलाई सहयोग गर्नुभयो भने हामीले गर्नुपर्ने कामहरू निरन्तर रूपमा अगाडि बढाउनेछु र म मेन बजारकोमा पनि म अनुरोध गर्न चाहन्छु कि अहिले भर्खर मात्रै म एडिबीको टिमसँग बसेर काठमाडौँबाट एडिबी र आरयुडिपीको टिमसँग बसेर आएको छु र बजारमा तपाईँ छिटोभन्दा छिटो हामीलाई निकास निकाल्नुहुन्छ भने हामी बजारको पनि हामी तुरुन्तै टेन्डर गरेर काम फास्ट ट्र्याकमा चाहिँ हामी काम अगाडि बढाउँछौँ। अनि यहाँहरूले जस्तो यसरी आफ्नो संरचना आफै भत्काउने घर धनीहरूलाई प्रोत्साहन गर्ने कुराहरू पनि आएको थियो मिडियामा। एकदम प्रोत्साहन हामी उहाँहरूलाई प्रोत्साहन गर्छौँ। जस्तै त्यो सम्बन्धित क्षेत्रकोमा घर नै परेको छ भने हामी ट्याक्सबाट उहाँहरूलाई चाहिँ सुविधा दिन्छौँ। त्यसपछि गएर अब नयाँ घर उहाँहरूले बनाउन चाहनुहुन्छ भने नयाँ घरको चाहिँ हामी निःशुल्क रूपमा हामी नक्सा तयार गरिदिन्छौँ र त्यसपछि गएर साधन पनि प्रयोग गर्नुपर्ने भए हामी हाम्रै साधनले चाहिँ घरहरू तोड्ने कामहरू हामी गर्छौँ। यो एडिबीको काम कहिलेदेखि सुरु हुन्छ? क्षेत्रीय शहरी विकास क्षेत्रीय शहरी त अब काम सुरु नै भइसक्यो, लगभग सुरु नै भइसक्यो। उहाँहरूले क्याम्प आज पुरै टिम आउँदैछ, उहाँहरूको टिम आएर क्याम्प सुरु गर्छ। क्याम्प सुरु हुने बित्तिकै सम्भव त मलाई अब दीपावलीभन्दा अगाडि अब यो कोभिडको कारणले गाह्रो छ, किनभने आउनुपर्ने प्राविधिकहरू जम्मै काठमाडौँबाट आउनुपर्ने र जानुपर्ने बेला चाहिँ त्यहाँ PCR टेस्ट गरेर अनि 14 दिनसम्म आइसोलेसनमा बस्नुपर्ने भएका कारणले दीपावलीसम्म चाहिँ वेट गरिन्छ होला। त्यो बिचमा उहाँहरू साधन स्रोतहरू यहाँ पुगाउनुहुन्छ र क्याम्प चाहिँ आजदेखि आएर भोलिदेखि नै क्याम्प सुरु गर्नुहुन्छ। त्यो क्याम्प चाहिँ अहिले हाम्रो खुला मञ्चमा उहाँहरूलाई हामीले क्याम्प दिएका छौँ र नदीमा क्रसर राख्ने कुरा अगाडि बढ्छ।